So good morning people. धेरै दिन भयो फिजिकल एक्टिभिटी नगरेको। म त आजभोलि जिम जाने जागर छ। चिसो भएर बिहान उठ्न सकिँदैन। त्यही भएर अब केही दिन भयो पनि अब सानो सानो डिस्टेन्समा साइक्लिङ गर्ने भनेर आज साइक्लिङ गर्न निस्केको। एक गाउँ वरिपरि लगभग यहाँबाट गेटाबाट घर रिटर्न भयो 4-5 किलोमिटर थ्रु एन्ड फोर अलमोस्ट 8-10 किलोमिटर साइक्लिङ हुन्छ। र त्यति भयो आई गेस अर्ली मर्निङ वर्कआउटको लागि ठिक हुन्छ। यो बाटो चाहिँ मलाई सबैभन्दा बढी मनपर्ने बाटो, चाहे साइक्लिङको लागि होस् अथवा बाइक चलाउँदा होस्। एकदम मिठो लाग्छ यो सर्कल चाहिँ। यो 2-3वटा बेन्डहरू छ यो एरियामा, 2-3वटा बेन्ड टर्नहरू छ। अति मिठो लाग्ने कि दुइटैतिर तोरीको फुलहरू फुलेछन्, कस्तो रमाइलो देखिरहेछ कि। अन्त अर्ली मर्निङ साइक्लिङ गर्नुको मजा नै बेग्लै छ कि। मान्छेहरूको भिड कम हुन्छ बाटोमा, होइन गाडीहरू गुडेको हुँदैन, सेफ पनि हुन्छ र बिहानको शान्त स्वच्छ हावा पनि लिन पाइयो। एकछिन यहाँनिर अलिकति पानी पियौँ। चिसोको महिना भए तापनि मूलको पानी अथवा जमिन मुनिको पानी तातो हुन्छ क्या। सो अलिकति तिर्खा अनि मेटियो। अब घर पुग्न थाले। धेरै दिनपछि साइकल चलाएको हुनाले अलिकति थकान महसुस भयो। एनिवे वे गुड टु गो। अब घर गएर